बाहिरबाट क्रिस्पी भित्रबाट एकदमै सफ्ट चिउराको यस्तो कटलेट हजुरहरूले खानुभएको छ त? हेलो एभ्रिवान, वेलकम टु माई कुकिङ ब्लग। आज चाहिँ म घरमै चिउराबाट बन्ने कटलेट बनाउँदैछु अनि हजुरहरूलाई पनि रेसिपी सेयर गर्छु है त। मैले चाहिँ उसिनेको आलु लिएको छु 4वटा जति, अनि त्यो आलुलाई चाहिँ राम्रोसँगले म्यास गरिसके पछाडि चाहिँ चिउरालाई पनि 4-5 मिनट भिज्नका लागि छोडिदिएँ। अनि भिजिसके पछाडि राम्रोसँगले त्यसको पानी निथारेर त्यसमा चाहिँ खोर्सानी, मर मसला, नुन सबैलाई एड गरेँ अनि माथिबाट 2 चम्चा जति कर्नफ्लोरलाई पनि एड गरेको छु। अनि सबै मसलाहरू मिक्स भइसके पछाडि चाहिँ मैले सेप बनाउन थालेँ। मैले चाहिँ गोलो आकारको बनाएको छु, हजुरहरूलाई जस्तो आकारको मनपर्छ त्यस्तै बनाउन सक्नुहुनेछ। अनि यो सेप बनाउँदाखेरि चाहिँ अलिअलि हातमा तेल लगाउनु होला हजुरहरू चाहिँ, मैले तेल लगाएको थिइनँ त्यही भएर अलिअलि टाँसियो। अनि त्यस पछाडि डल्ला 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 बनाएँ, गोलो गोलो बनाएँ अनि त्यस पछाडि चाहिँ माथिबाट अलिअलि थिचिदिएँ। अनि थिचिसके पछाडि चाहिँ मैले लगभग 8-9 वटा डल्ला बनाएको थिएँ। त्यस पछाडि चाहिँ तेल तताएर एकछिन तेल तात्नका लागि छोडिदिएँ। तेल तातिसके पछाडि चाहिँ माथिबाट कटलेटलाई हालिदिएँ अनि मजाले फर्काई पकाएँ। हजुरहरूलाई पनि केही नयाँ खाजा खान मन लागेको छ भने चाहिँ एकचोटि यसरी नै कटलेट बनाएर खान सक्नुहुनेछ है त। अनि मैले चाहिँ राम्रोसँगले फर्काई पकाएँ अनि फर्काई पकाइसके पछाडि चाहिँ बाहिर चाहिँ एकदमै धेरै क्रन्ची हुन्छ अनि भित्र चाहिँ एकदमै धेरै सफ्ट हुन्छ, तर पाक्न चाहिँ मजाले पाकेको हुन्छ भित्रैसम्म है त। अनि मेरो चाहिँ यो कटलेट पनि पाकेर रेडी भयो। मैले खाँदाखेरि चाहिँ एकदमै धेरै मिठो भएको थियो। आलुचप प्याजी जस्तै टेस्ट आउँछ आउन चाहिँ, तर आलुचप जस्तै नै चाहिँ हुँदैन, त्यस्तै टेस्ट आउँछ है त। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। हजुरहरू पनि एकचोटि चिउराको कटलेट बनाएर खानुहोला है त। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।